नमस्कार। आज हामी यहाँ रिम्बिकमा बुद्ध ट्रेल भन्छ, हेल रेसल अर्गनाइज गर्छ, त्यो म्याराथन कुद्न आएको छौँ। म्याराथन त्यसलाई चाहिँ अल्ट्रा भन्दो रहेछ, 65 किलोमिटर्सको। र त्यो चाहिँ रिम्बिकबाट सन्दकपुर, त्यहाँनिर फालुटबाट गोर्खे सामान्यन रममबाट फेरि ब्याक टु रिम्बिक 65 किलोमिटर्स हामी कुद्न आएको छौँ। रसिक भाइ पनि रेडी भएर पनि फेरि सुतेछ। यहाँ सबजना रेडी हुँदैछ सबै। अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट। स्टार्टिङ पोइन्टतिर पनि कुद्दै जाँदैछौँ। पर केटाहरू जाँदैछौँ कुदेर। अलिक हिलो छ, अलिकति कन्ट्रोल गरेर जाँदैछौँ। अहिले चाहिँ बिहान 3:30 बज्यो। हामी यहाँ बुद्ध ट्रेलको स्टार्टिङ पोइन्टमा आइपुग्यौँ। हामीभन्दा अगाडि अलिकति 2-4 जना आएको छौँ यहाँनिर। अन्त अहिले हाम्रो साथीहरू चाहिँ यहाँ बसिरहेको छ। हामी आइपुग्यौँ। अब मान्छे आउनु थाल्छ। अहिले चाहिँ प्रायः सबै रनर्सहरू आइसक्यो। अब रेस स्टार्ट हुनु 10 मिनट मात्रै छ। 10 मिनटमा रेस स्टार्ट हुँदैछ। अहिले चाहिँ हामी 4 किलोमिटर कुदिसक्यौँ। अन्त जाँदैछु, मान्छेहरू कुद्दै जाँदैछ। हामी चाहिँ अलिकति फोटो भिडियो बनाउनुको लागि अड्क्यौँ। त्यति बेला ब्रिज आइपुग्यो हामी। अब यहाँ रसिक अघि जाँदैछ। ब्रिज खोला अँधेरोमा चाहिँ केही देख्दैन पर ल। अहिले चाहिँ हामी कुद्दै सिरी खोला माथि गुर्दुम भन्ने जग्गा जाँदैछौँ। म्याराथनकै बाटो। हात्ती कुद्नेर कोही कुदिसक्यो, कोही आउँदैछ। हाम्रो पछि पनि छ, अगाडि पनि छ। वीरेन्द्रले चाहिँ डाँडा काट्यो। म यहाँ बिचमा छु। यहाँ तलबाट चाहिँ यसरी आउँदैछ मान्छेहरू। तल सबजना रसिक आइपुग्यो। अहिले चाहिँ निकै माथि आइपुग्यो। माथि हाम्रो अगाडिको रनरहरू जाँदैछ। अगाडिकोलाई भेटाइयो। 5:30 भयो। अहिले चाहिँ हामीले गुर्दुम भन्ने जग्गा चाहिँ काटेर उकालो जाँदैछौँ। अहिले चाहिँ छोडियो, अगाडि जाने गयो। एक्लै भइरहेको सबजना माथि गुर्दुमदेखिको निकै माथि आइपुग्यो। यो भाइको चाहिँ हात भाँचिएको छ र पनि हिँड्दैछ परै। हामीसँगै एउटै होमस्टेमा बस्यो। अब चाहिँ धुप्पीटार आइपुग्नु आँट्यो। यस्तो दामी सिन रहेछ यहाँबाट चाहिँ। भ्यू एकदम दामी। यस्तो चाहिँ सिनिक ब्युटी। यहाँ चाहिँ बाटोमा हराउँछ भने यस्तो मार्क लगाइदिएको हुन्छ ट्याक्कै। यो मार्क हेर्दै गयो भने पुगिहाल्छ। धुप्पीटार भन्ने जग्गा काटेर उकालै जाँदैछु। हुन त भिडियोमा केही पनि छैन, उकालो गएको मात्रै छ। तर बाटोको आइडिया चाहिँ हुन्छ तपाईँहरू। कुनै दिन यो बाटो आउनुभयो भने, यहाँ 65 किलोमिटरको रेस खेल्नुभयो भने थाहा हुन्छ। तलबाट आउँदैछ अलिअलि मान्छेहरू। उकालो हिँडिँदैछ। उकालो चाहिँ हिँड्नु पर्दो रहेछ, कुद्नु सक्दैन। ओह्रालो चाहिँ भेटेकै कुदिहाल्यो फिलिले। त्यसले गर्दा चाहिँ टाइम मजाले कभर हुँदो रहेछ। यो चाहिँ अब गुराँसहरू फुल्नु थाल्दै रहेछ मजाले। एकदम ब्राइट कलरको गुराँस हुँदो रहेछ। हाम्रोतिरको भन्दा चाहिँ ब्राइट कलर। अहिले चाहिँ सन्दकपुरमा कुदाउँदैछ। सन्दकपुरको यो चाहिँ ट्रेल रन हो। 65 किलोमिटरको कुद्दैछु। कुद्दैछ पछि को छ। तर हाम्रोहरू पनि छ, अगाडि पनि छ, पछाडि पनि छ। दामी जग्गा आइपुग्यो कुद्दै। ल 3 घन्टा 43 मिनटमा सन्दकपुर आइपुग्यो। फ्रम रिम्बिकबाट सन्दकपुर 3 घन्टा
47 मिनट 3 घन्टा 37 मिनट लाग्यो अरे यहाँ त हाम्रो मान्छे पनि रहेछ त बिचरा बिरेनले यहाँ मलाई पर्खिरहेको रहेछ उसलाई पनि भेट्यो अब दुई भाइ कुद्दैछौँ हामीले सन्दकपुर चाहिँ यता छोडेर आयौँ अब हामी यता जाँदैछौँ सबरग्राम भन्ने जग्गामा यहाँबाट 10 किलोमिटर छ अरे 10-11 किलोमिटर रनरहरू कुद्दैछ पर कुद्दैछ सन्दकपुरबाट फालुट जाँदा यहाँ कालु भाइले पर्खिरहेको रहेछ कालु भाइ पनि अब हामीसँगै भयो हामी अहिले 4 जना छौँ कर्नाटकको एकजना भाइ छ पर हाम्रो कालु छ र बिरेन छ यहाँ म छु यहाँ चाहिँ दामी जग्गा छ केटाहरू कुद्दैछ यहाँ बिरेन यहाँ भिडियो बनाउँदैछ सबजनाले बनाउँदैछ केटाहरू आउँदैछ ब्याकबाट कुद्दैछौँ हामी यो दुईवटा यस्तो गोठको कुकुर छ कि यो दुईवटा चाहिँ उयोदेखिको सन्दकपुरदेखिको हामीसँग कुदेको यो र ऊ तल एउटा जाँदैछ ऊ तल अहिले चाहिँ हामीले सबरग्राम काट्यौँ अब हामी फालुटपट्टि जाँदैछौँ फालुट यहाँबाट सबरग्रामबाट 7 किलोमिटर भन्दै थियो यहाँ एउटा माइलस्टोन चाहिँ भेट्यो तर त्यो चाहिँ 6 किलोमिटरको होला तर त्यो चाहिँ मेटाइदिएछ कसले ओ बी कुद्दैछ यहाँ म कुद्दैछु यहाँ केटाहरू चाहिँ छोडियो पछाडि छ अहिले म र वीरेन्द्र चाहिँ हामी दुईजना 10th ऱ्याङ्किङ 9th-10th पोजिसनमा कुद्दैछु अहिले चाहिँ दिनको 11:30 बज्यो अन्त हामी चाहिँ फालुट पुग्नु आँटेको छौँ अब फालुट चाहिँ हामी रनिङ गर्दै हिँड्दै घरि गरेर अहिले चाहिँ फालुट टाइपको फालुट र अब फालुटदेखिको गोर्खे चाहिँ ओह्रालै छ 10 किलोमिटर खालि कुद्ने अहिले चाहिँ हामी गोर्खे पुग्न आँट्यौँ भाइहरू पनि हामीसँगै छ बिरेन छ म छु हामी सबै जान्छौँ माथिबाट कालो भाइहरू पनि झर्दैछ गफ गर्दै अघि गोर्खेमा चाहिँ खिच्नै बिर्सेछु त्यहाँ अलिक रनिङको प्रेसर भयो र अहिले चाहिँ हामी आइपुग्यौँ सामानदेन चाहिँ यस्तो छ मजाले बसेको जग्गा हो अगाडि बिरेनहरू जाँदैछ पछि जाँदैछु केटाहरू चाहिँ छोड्यो सानो केटाहरू छ अब हामी चाहिँ सामानदेनमा अलिकति खिचडी पाउँदो रहेछ खिचडी खायौँ सुनादा रनर्सको हामी 8, 9, 10 नम्बरको धावकहरू चाहिँ जाँदैछौँ अहिले चाहिँ 8, 9, 10th पोजिसनमा छ हामी 3 जना अन्त अब यहाँबाट चाहिँ हामी जान्छौँ रमाम त्यो अब हामी चाहिँ सामानदेनबाट रम्बी जाँदा चाहिँ यस्तो रहेछ बाटो ओह्रालो कालो भाइ पनि जाँदैछ यस लोकल लिएर अन्त ऊ तल एउटा पुल रहेछ पुलदेखिको चाहिँ त्यहाँ उकालो छ फेरि अहिले चाहिँ रमामपट्टि जाँदैछु रमाम पुगेपछि चाहिँ फेरि ओह्रालो छ अरे भन्छ अहिले चाहिँ उकालै छ ठाडो उकालो यस्तो हामी आइपुग्यौँ रमाम मैले हाँसिरहेको रहेछु तल एउटा नानी अन्त अझै फेरि एउटा कुकुर चाहिँ हाम्रो साथमै छ बिरेन पर जाँदैछ कालो म यहाँ छु पछाडि 2 जना भाइहरू छ र अहिले चाहिँ हामी रमामबाट ओह्रालो अब रमामदेखि अब आयो हामी फेरि सिरी खोला जाँदैछौँ बाटो चाहिँ ओह्रालो छ तर प्रेसरै छ रनिङको चाहिँ बिहान हामी त्यहीँबाट आएको थियौँ श्री खोलाबाटै फेरि श्री खोला पुग्दैछ तल छ खोला फेरि घुमेर सिरी खोला आइपुग्यौँ हामी सिरी खोलाबाट केटाहरू जाँदैछ अलिअलि अब हामी चाहिँ टप 20मा पऱ्यो नेपाली चाहिँ सिरी खोला आइपुग्यो अब यहाँबाट लास्ट 6 किलोमिटर्स अब फेरि ब्याक टु रिम्बिक चाहिँ आइपुग्नु आँट्यो अब आधी 1 किलोमिटर छ त्यहाँबाट छ
चाहिँ अब मेडल लगाइदिन्छ त्यो चाहिँ आफूले सक्दैन अरूले खिचेको लागि Yo bro, yo.